तपाईहरुलाई हैन टिकटकको कुनै पनि भिडियो एकदमै मन पर्यो अनि त्यो भिडियोलाई टिकटकको लोगो बिना वाटरमार्क बिना नै एचडी क्वालिटीमा डाउनलोड गर्न चाहनुहुन्छ भने या कतिपयले टिकटकको भिडियोहरु डाउनलोड गर्न नमिल्ने बनाएको हुन्छ डाउनलोडको अप्सन अफ गरेको हुन्छ हो त्यस्तो भिडियोहरुलाई कसरी हाई क्वालिटीमा विदाउट वाटरमार्क डाउनलोड गर्ने तपाईहरुलाई यो भिडियोमा दिनेछु है त। यहाँ कमेन्टमा पनि सोध्नु भएको छ योगी ब्रो अरुको टिकटक भिडियो डाउनलोड गर्दा उसको टिकटक लोगो नआउने गरी कसरी डाउनलोड गर्ने प्लिज समय मिल्छ भने रिप्लाई भन्नुभएको छ कमेन्टको लागि थ्यांक यू सो मच। लाउनुस् ढिलो नगरी तपाईहरुलाई म स्क्रिनमा लिएर जान्छु है त। टिकटकको जुन भिडियो डाउनलोड गर्न चाहनुहुन्छ पहिला त्यो भिडियो निकाल्नुस् है। म मेरो आफ्नै अर्को आईडी को मेरो यो आईडी को एउटा कुनै पनि भिडियो डाउनलोड गर्छु। ल अब मैले यो भिडियोलाई डाउनलोड गर्नु पर्यो। तपाईहरुलाई कुन भिडियो हैन टिकटकको कुन भिडियो डाउनलोड गर्नु मन लागेको छ एचडी क्वालिटीमा हाई क्वालिटीमा त्यो पनि वाटरमार्क बिना त्यो भिडियो ओपन गर्नुस् यसरी हैन। ओपन गरेपछि अनि अब यहाँ शेयरको अप्सन छ शेयरमा क्लिक गर्नुस्। शेयरमा क्लिक गरिसकेपछि अनि यहाँ कपी लिंकको अप्सन छ कपी लिंकमा क्लिक गर्नुस् एकचोटी। ल मैले कपी लिंक गरे हैन कपी लिंक गरे अब म फेरि अब गुगल या क्रोम ब्राउजर मैले क्रोम ब्राउजर ओपन गरे तपाईहरुले हैन गुगल क्रोम ब्राउजर जे ओपन गरे पनि हुन्छ क्रोम ब्राउजर नै ओपन गर्नुस् अनि त्यसपछि सर्च बारमा यहाँनिर टाइप गर्नुस् स्न्यापटिक सर्च गर्नुस्। स्न्यापटिक सर्च गर्ने बित्तिकै यहाँनिर टपमै यहाँ शो गर्छ स्न्यापटिकको अनि यसमा एकचोटी क्लिक गर्नुस्। अब सिधै अघि कपी गरेको हैन कपी गरेको भिडियोलाई यहाँनिर ल्याएर पेस्ट गरिदिनुस् सिधै यहाँनिर ल्याएर यसरी लङ प्रेस गरेर पेस्ट गरिदिनुस् अनि यहाँ डाउनलोडको अप्सन छ डाउनलोडमा क्लिक गर्नुस् अनि अब यो एकैछिनमा यहाँ तल थोरै तल झार्दै गएपछि डाउनलोड भिडियो एचडी भनेको छ यहाँ तल डाउनलोड भिडियो एचडी मा क्लिक गर्ने एकैछिनमा डाउनलोड भइहाल्छ। एउटा सानो एड चल्छ यस्तो है 29 सेकेन्डको एड चल्छ यो एड चलिसकेपछि डाउनलोड एकैछिनमा भइहाल्छ। हो यसरी गर्दा पनि भयो नत्र भने अब यसको एप्लिकेसनै डाउनलोड गरेर राख्दा पनि भयो जतिखेर मन लाग्यो त्यतिखेर हैन एपमा सजिलो हुन्छ। त्यसको लागि अब हैन अब यो त डाउनलोड अब 16 सेकेन्ड यो सेकेन्ड चल्दैछ यो सकेपछि डाउनलोड भइहाल्छ। अनि यहाँनिर थ्री डटमा क्लिक गरेर हैन थ्री डटमा क्लिक गरेर यसलाई यहाँ एड टु होम स्क्रिन यसमा क्लिक गरिदिनु भयो भने यो हाम्रो होम स्क्रिनमै इन्स्टल हुन्छ। यहाँ इन्स्टलमा क्लिक गर्ने अब सधैँको लागि काम लाग्छ यसरी इन्स्टल गरेपछि अब यो स्न्यापटिक एप्लिकेसन चाहिँ हाम्रो मोबाइलको होम स्क्रिनमै बस्छ अनि जतिखेर मन लाग्यो त्यतिखेरै गर्न सकिन्छ। एप्लिकेसन पनि हामी इन्स्टल भइसक्यो यहाँनिर आइसक्यो यहाँनिर टिकटक डाउनलोडर भनेको छ यहाँनिर आइसक्यो। अब जतिखेर मन लाग्यो त्यतिखेर हैन तपाईहरुले कपी गर्ने कुन भिडियो मन पर्छ त्यो भिडियोलाई कपी गर्ने अनि यहाँ ल्याएर सिधै यसरी पेस्ट गरिदिने यसरी पेस्ट गरिदिने डाउनलोड गरिदिने थोरै तल जाने यहाँ अनि त्यसपछि यहाँ डाउनलोड भिडियो एचडी को अप्सन छ यसमा क्लिक गर्ने भइहाल्छ डाउनलोड हुन सुरु गरिहाल्छ। यहाँनिर एउटा सानो एड चल्छ एड सकिने बित्तिकै यहाँ माथि इन्टुमा क्लिक गरिदिने अनि डाउनलोड हुन सुरु हुन्छ है त। यसरी एकैछिनमा डाउनलोड भइहाल्छ। ल सबैले यो भिडियोलाई रिपोस्ट कपी लिंक शेयर गरिदिनु होला। आजको लागि यति नै फेरि भेटौँला नेक्स्ट भिडियोमा।